नमस्कार 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 के कामले आउनुभयो बस्नु न। हामी त हजुरको छोरी हेर्न आएको। मेरो छोरीको चिडियाखानामा राखे भालुहरु हेर्न आउनु भा? हे तेरीका सन्धिज्यू, हामी तपाईको छोरीको हात माग्न आएको के? ए छोरी त अहिले घाँस काट्नको गएको छ त। बस्दै गर्नुस् न, एकछिनमा आउँछ। ए भइहाल्छ नि, हुन्छ। हैन, छोरीको हात चाहिँ किन माग्न आउनुभयो? किन हुनु नि ससुरबा, हात नै गलिस्यो। ए यो हात हैन, यो हात। त्यही त सन्धिज्यू, यसको त हातको रेखा नै मेटिने बेला भइसक्यो। यसको त के कुरा, मेरो नि हातै लत्रङ लत्रङ भइसक्यो। हैन सन्धिनीज्यू कता जानुभयो? यसो काम चलाउको लागि भए पनि हुन्थ्यो, लैजानु पर्यो। ए रक्तै म दुईटोला भस्काइदिन्छु। ए तेरीका बाउ, तिमी मेरो लागि के हेर्नु गएको, तिम्रो लागि गा? मेरो चाहिँ खडा हुन्न र? मेरो नि मन बुझाउनु पर्यो नि। पहिला मेरो लागि छोरी हेर न, सम्धिनी त पछि मेरो ससुराल जाँदा नि मिलिहाल्छ। ठीक भनिस् तैँले, लजाउन अर्को घरमा मिलिहाल्छ। अर्को घरमा गएर चाहिँ भाग्नु नपर्यो नि फेरि। त्यस्तो हुँदैन क्या। नमस्कार नमस्कार नमस्कार, कति के कामले आउनुभयो? हामी त हजुरको छोरीको हात चाहिएर आएको। हैन, हजुरको छोरालाई हात मात्र चाहियो कि चाक पनि चाहिएर माग्न आएको? हात र चाक दुईटै चाहेर त माग्न आएको। इस त्यही भए मेरो चाक लिएर जाऊ। तिम्रो कुहिएको चाक लैजानु होइन, बरु सम्धिनीको चाक भए चाहिँ लिएर जान्छु। बरु सम्धिनी कता हुनुहुन्छ? तँलाई सम्धिनी चाहियो? ए मेरो छोरी त घाँस काट्न गएको छ, आउँदै गर्नु न। कता हुनुहुन्छ सम्धिनी? तँलाई सम्धिनी चाहियो? चिडियाखानामा राखे एक्सन ल। मेरो छोरीको चिडियाखानामा राखे